मम्मी म स्कुल गए जा जा स्कुल जाने अनुष्का नाइ मधु मम्मीले नपढ्ने भन्नुभयो अब घरको काम गरेर बस्ने हो रे किन नपढ्ने अब म तिम्रो मम्मीलाई सम्झाउँछु तपाईँले अनुष्कालाई किन स्कुल नपठाएको छोरीलाई पढाएर के गर्ने हो छोरी त अर्का घर जाने भाँडा मिच्ने काम गर्ने हो अनि त्यसो भनेर हुन्छ र अहिलेको कुन अधिकारमा लेखेको छोरीलाई नपढाउने भनेर सबै आमा बाउले छोरीलाई पढाउँछन् छोरीलाई पढायो भने तिमी पनि त केही बन्न सक्छन् डाक्टर पाइलट इन्जिनियर त्यही भएर तपाईँले आजैदेखि अनुष्कालाई स्कुल पठाउनु हुन्छ त्यसो भए तिमीले सम्झायो राम्रो कुरा भयो ल आजैदेखि जान्छ नि स्कुल अनुष्का सत्यरा हिँड अनुष्का जाम नमस्ते सबैजनालाई मेरो नाम एमी केवाली र यस गोर्खा आइडल स्कुलले परियोजना कार्यका रूपमा दिएको यस एक्टिङ कार्यमा हामीसँग सहभागी हुन्छ मेरो मम्मी र मेरो बहिनी हाम्रो कस्तो भयो भन्नु न नमस्ते